देख्न सक्नुहुन्छ यो चाहिँ ठ्याक्कै उही यस्तो त सकिँदैन हान्नलाई क्या हो यहाँदेखि हान्नुपर्ने होइन त देख्न सक्नुहुन्छ आज चाहिँ हामीले बाटो पत्ता लगाउन सकिनँ त्यही भएर चाहिँ यस्तो बाटो खोज्दा खोज्दा पनि कस्तो कस्तो बाटो आउँछ ओ के हो यो हेलो चाहिँ हामी घर लगभग आइपुग्न लागिसक्यौँ भिड चाहिँ हेलो एन्ड गुड मर्निङ सबैजनालाई भन्न चाहेँ होइन अनि हजुरहरू के कस्तो हुनुहुन्छ पक्कै पनि सन्चै हुनुहुन्छ होला आई होप म पनि एकदम ठिक छु अनि हजुरहरूको लागि भनेर एउटा प्यारो छोटो मिठो भिडियो लिएर आइसकेको छु भिडियो के कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला अनि भनिरहनु होला नि थम्बनेलबाटै बुझिसक्नु होला आज चाहिँ हामी ठ्याक्कै माङसिङमा गाउँबाट माङसिङमा डाँडा हुँदै मेरो गाउँसम्म जानेछु है त भिडियो अन्तिमसम्म हेर्नु होला देख्न सक्नुहुन्छ यो चाहिँ ठ्याक्कै माङसिङमाको राई गाउँ है त सर्लक्क अब यता साइड चाहिँ हामी जाँदैछौँ यता चाहिँ गुरुङ गाउँ अरे त्यही भएर साथीहरूको हालत यहाँ देख्न सक्नुहुन्छ साथीहरू पनि आउँदैछ हामी आज चाहिँ जाने भनेको यो माथि डाँडा हुँदै जान्छौँ है त यो चाहिँ देख्न सक्नुहुन्छ है त सबै एकै लेभलको सफर बाछा बाछी सबै गुरु हो क्या हो एउटै लेभलको छ टक्क टक्क मिलेको हे हान्नलाई क्या हो आइया यो चाहिँ खतरा खतरा रहेछ थुप्रो रहेछ त एउटै घरको क्या खान्छ क्या हो फर्किँदैछ त अहिले चाहिँ म ठ्याक्कै माङसिमाको स्कुलमा आइपुगिसकेँ यही हो स्कुल चाहिँ अनि स्कुल चाहिँ रहेछ होइन अनि साथीहरू पछि नि त मजाले अगाडि आएछ अनि देख्न सक्नुहुन्छ यो उता गाउँ चाहिँ ठ्याक्कै माङसिमाको गुरुङ गाउँ दामी रहेछ यार पहिलोचोटि आइरहेको छु म चाहिँ त्यही भएर नि देख्न सक्नुहुन्छ यस्तो दामी ठाउँ रहेछ यार माथि माथि पनि अब साथीहरूलाई सोध्छु नभए उता साइड जान्छु यो डाँडामा नभए चाहिँ यहीँदेखि मात्रै हेरेर जान्छु त्यो पर्को साइड हस्पिटल होला यहाँ चाहिँ एउटा पुल रहेछ है पुलदेखि चाहिँ त साथीहरू चाहिँ आइसकेको छ हामी जाने भने चाहिँ गाउँ जाँदैनौँ अरे क्या यहाँबाट चाहिँ एउटा कता हो यहाँबाट चाहिँ एउटा ढुङ्गा रहेछ त्यो ढुङ्गासम्म जाने ट्राई गर्छौँ कति टाइम लाग्छ है त केटाहरू थुप्रै छ है कस्तो जुम भइदिएर देख्न सक्नुहुन्छ सर्टै यहाँ पुल केटाहरू चाहिँ पुरा छ अरे फोटो खिच्दै रहेछ ओ लामो रहेछ त यार दामी अझ हामी जानुपर्ने चाहिँ यता माथि हाम्रो बाटो चाहिँ तर हामी चाहिँ यहाँ परसम्म जाने ट्राई गर्छौँ कति टाइम लाग्छ है त अब चाहिँ हामी है त्यो डाँडासम्म जाने ट्राई गर्छौँ है त अगाडि साथीहरू चाहिँ गइसक्यो अनि दुईजना साथी चाहिँ पछाडि छ अरू कतिजना गयो तिनजना चाहिँ अगाडि छ अनि मैले यहाँ कति छ चारजना चाहिँ अगाडि गइसकेको छ है अनि दुईजना पछाडि म अनि जम्मा जम्मा सातजना छौँ नि त अनि त्यही भएर अझै देख्न सक्नुहुन्छ हामी त्यो डाँडा जान्छौँ है त त्यो परको सानो ढुङ्गा अनि देखाइ नै हाल्छु त्यहाँदेखि कस्तो देखिने रहेछ माङसिङमा गाउँ है भन्नाले गुरुङ गाउँ पहिलोचोटि आउँदैछु नि त पहिलोचोटि आएको खत्रै होला नि त होइन अब हेर्नु न देखाइहाल्छु नि कस्तो देखिने रहेछ अनि तर हामी चाहिँ पुग्नुपर्ने चाहिँ धेरै टाढो छ क्या आज अनि माथि डाँडा पुगेर तल जानुपर्ने छ जो हामीले चाहिँ आज कति 3-4-5 घन्टा जतिको बाटो चाहिँ हिँड्नुपर्ने हुन्छ हामीले एकै दिनमा जस लगभग साँझ नै पर्छ र रातै पर्छ होला अहिले चाहिँ हामी हिँड्दैछौँ यता भ्यू देखाउन भर्खर लाग्दैछु हेरिदिनु होला भिडियो चाहिँ अब चाहिँ सिधै पर ढुङ्गा पुगेर भेटौँ है त सो फाइनली अहिले चाहिँ हामी त्यो भ्यूमा चाहिँ आइपुगिसक्यो त्यो भनेको ढुङ्गामा अब चाहिँ होइन देखाइदिन्छु यहाँको भ्यू कस्तो छ भनेर
पुगिसक्यो अब चाहिँ हामी माथि जान्छ है त हिँड्दै जाउँ जङ्गलै जङ्गल छ खासै लगभग अब यो कति 30-35 मिनट जति चाहिँ गाउँमै होला त्यसपछि सब जङ्गलै जङ्गल हिँड्नुपर्ने हुन्छ है त देख्न सक्नुहुन्छ त्यही डाँडा हो हामी अहिले म फोटोचोटि केटी जानु त्यही ढिलो भयो सट्टै यो चाहिँ गाई गोरु अनि भेडा बाख्राको होला सायद हामी पहिला मान्छे चाहिँ यसरी बस्थ्यो क्या अनि यतिखेर चाहिँ धेरै जस्तोले चाहिँ गाउँतिर पनि गाई गोरु भेडा बाख्रा पाल्न चाहिँ छोडिसक्यो तर यतातिर चाहिँ पहिला जस्तै पाल्दै रहेछ है वान अफ द बेस्ट खालको त्यहाँ चाहिँ एउटा उडाल त अनि उडाल रहेछ है ढुङ्गाको दामी त्यही हो अब चाहिँ सर्टकट देखाउँदै हिँड्छु किनकि हामीसँग त्यस्तो त्यही नै हो अब चाहिँ सर्टकट देखाउनु पर्ने हुन्छ किनकि अब उयो हुँदैन नि त के भन्दा टाइम पनि छैन त्यतिखेर अब चाहिँ यी ठाउँ चाहिँ देखाइ नै हाल्दैछु ठक्कै अब चाहिँ यो बाटो चाहिँ सर्टकट देखाउँछु भने ठ्याक्कै माङसिङमा डाँडा पुगेपछि चाहिँ त्यहाँको भ्यू पनि देखाइ नै हाल्नेछु कति चाहिँ मान्छे घुम्न आउनु भएको होला म चाहिँ होइन केटाहरूभन्दा अलिकति अगाडि आएको कारणले चाहिँ के भयो भन्दा चाहिँ मैले चाहिँ बाटो चिनेन क्या यता घर जाने सायद घर भन्दा पनि त्यो डाँडा जाने बाटो चाहिँ मैले चिनिनँ अनि त्यही भएर केटाहरू चाहिँ पछाडि छ अनि देख्न सक्नुहुन्छ यताबाट आएको क्या अनि यस्तो हेरेको सबैतिर बाटो छ क्या बाटो चाहिँ छैन रहेछ जस्ट यो गोठालेहरूको बाटो होला त्यही भएर चाहिँ चारैतिर बाटो चाहिँ रहेछ त्यही भएर चिनेन कता जाने होइन बाटै हराइसक्यो अनि अब चाहिँ मैले साथी पर्खिनु पर्ने हुन्छ है त के गर्नु हराइ नै हो कि पहिलोचोटि हिँडेको बाटो हो त्यही भएर हो नि त अनि यतातिर त खासै म चिन्दिनँ क्या अनि त्यही भएर चाहिँ गाह्रो छ अझै त साथी फर्किन्छु थाहै थिएन क्या यस्तो हराउँछ भनेर यस्तो हिँड्दा चाहिँ हराउन लागिसक्यो म चाहिँ त्यो चाहिँ हामी केटाहरू भेटिसक्यो सबै ल अहिले चाहिँ केटाहरू भेटिसक्यो जङ्गलमा चारतिर छरेको थियो चारतिर छरेको थियो है अझै 2जना चाहिँ भेटेको छैन केटाहरू अब चाहिँ सँगै हिँड्नुपर्ने हुन्छ है त आज चाहिँ हामीले बाटो बत्तलाउन सकिनँ त्यही भएर चाहिँ यस्तोतिर हिँड्दैछु मैले एकैचोटि अब चाहिँ हामी चाहिँ बाटो नभेटिकन डाँडा पुग्ने ट्राई गर्दैछौँ यो बाटोदेखि पुगिन्छ पुगिँदैन है यस्तो बाटो हिँड्नुपर्ने छ है त हामी चाहिँ एउटा सानो खोला रहेछ भेट्यौँ न त माछा पाउँछ कि पाउँदैन हौ भाला चाहिँ छैन रहेछ बाटो लात्ता खान्छ चाहिँ गोकिन ओइ धन्न नअडिन आए यो बाटै भेट्दैन त्यहाँ कुप्टिङ अफ 1-1.5 घन्टाको जङ्गलको हिँडाइबाट झोरीको हिँडाइबाट चाहिँ बाटो भेटिसक्यो अहिले चाहिँ लास्टै साह्रो अब हेरौँ यो बाटो नि कतिसम्म चाहिँ छ है देख्न सक्नुहुन्छ केटाहरू अर्को 2जना ब्रदरहरू चाहिँ अझै पनि भेटेको छैन है त हामी चाहिँ कतिजना छौँ 5जना मात्रै छौँ है त अब चाहिँ उनीहरूलाई खोज्नुपर्ने हुन्छ है त फेरि जङ्गलभित्रै कहाँ थाहा छ हामी जस्तै हिँडिरहेको होला सायद उनीहरू पनि भेटेपछि देखाइ नै हाल्नेछु है त उही यस्तो त सकिँदैन होला
केटाहरूको हालत गाइस हामी चाहिँ फाइनली मानसीमा नि फेरि तपाईहरुले माइन चाहिँ नगर्नु होला नि ल जस्तो माइन गर्यो भने फेरि किन भोक लाग्छ फेरि ठुलो धोका पाउँछ नि फेरि केटाहरू अझै पनि भेटेको छैन बाटो त भेटेको थियो तर त्यो अर्कै साइड जाने बाटो रहेछ है त अब चाहिँ फेरि अर्कै बाटो खोज्नुपर्ने हुन्छ त हामीले त्यस्तै जङ्गल जाँदैछु मैले चाहिँ लास्टै साह्रो या फेरि तपाईहरुलाई राम्रो बनेको नि फेरि आई लभ यु सोल्टिनीहरुलाई आइएछु दाइको फोन दिनु न त भिडियो गर्नु बाटो खोज्दा पनि कस्तो बाटो आउँछ यार दामी त्यो सबसे लगाएको छ तर केटाहरूको टुर भनेको चाहिँ जङ्गलतिर चाहिँ घुमिफिरै ल है त कस्तो घामले टल्केको र कता तेरो हात छैन लाउने हापेन नलाउने नत्र हापेन सक्दैन सिधो लाउने यहाँ त दामी दाछ क्या हो हातै बोक्ने त्यति केटा पौडी खेल्ने यहाँदेखि हाल्नुपर्ने होइन त ए हाल्ला होला नि टाइम चाहिँ छिटाइछ अझै पनि यो हाम्रो जङ्गल चाहिँ हिँडिसकेको छैन है त अनि माथि टप पुग्नको लागि चाहिँ निकै ट्राई गर्दैछौँ तर पनि सफल त भएको छैन साथीहरू पनि भेटेको छैन यहाँ पर कराउँदैछ देख्न सक्नुहुन्छ यस्तो जङ्गलभित्र हिँडिरहेको छौँ केटा करा त कता कराउँदैछ हेर्न केटाले बा यस्तो जङ्गलभित्र चाहिँ हिँड्दैछु अनि यो जङ्गलमा चाहिँ पुरा यो लेक छ नि त लेक भएर चाहिँ यहाँ चाहिँ भैँसी अर्ना क्या हो यो के हो यो हेलो दोस्तो यहाँ चाहिँ एउटा दुईवटा अर्ना तिनवटा 4-5वटा जति रहेछ सबै यहाँ पनि रहेछ हान्नलाई हे ब्रोदर के छ ठिक छ आँखा झिम्काइदिएको डर लाग्छ न होइन त्यसरी यस्तो पनि हुने रहेछ है जङ्गलतिर चाहिँ आजको दिनमा चाहिँ केटा यस्तोमा हिँडाउँदैछ जङ्गलभित्र कहाँसम्म हिँडाउने थाहा छैन है त अब चाहिँ थोरै भए नि आशा आएको छ अब चाहिँ यहाँ कराउँदैछु यहाँ तल दुईजना केटाहरू चाहिँ होइन हाम्रो टोलीहरू चाहिँ यो चौतारमा आइपुग्छ होला हौ यस्तो हिँड्दैछौँ हामी चाहिँ यताभित्र कराउँदैन त फेरि यताबाट आएको बाटो नचिनेपछि यस्तै हो नि यहाँतिर आएपछि अलिकति डाँडा आएको जस्तो महसुस लागिरहेछ क्या यो माथि डाँडा चाहिँ फेरि बबल रमाइलो छ है ध्यान हाल्छ बिउ उयो हुसियाएको थिएन भने भोक लाग्यो खाना हो के खाँदैन भोक त लागेन भोक लागेन कसले चाहिँ कहिले जङ्गल डुलाउने त्यसरी उयो त तल आइसकेको छ यता आउँदादेखि चाहिँ दुईजना ब्रदरहरू चाहिँ आउँदै रहेछ यस्तो छ हालत मेरो चाहिँ हेरिदिनु को अगाडि छ को पुग्ने अरे डाँडा यता तल छ केटा चाहिँ बाटो हराएर जङ्गल डुलेको भेटिसक्यो यिनीहरू हराएको केटाहरू छ अघि गल्यो अब चाहिँ भेटिसक्यो अब चाहिँ हामी टक्कै जानुपर्ने हुन्छ
सो अहिले चाहिँ टक्कै गाउँको आइपुगिसक्यौँ ओइ लिन सक्नुहुन्छ विवेक हामी चाहिँ अहिले पर पुग्नुपर्ने भनेर विवेक दुईवटा घर चाहिँ यहाँ पर भन्दङ्गे फाइनल्ली अहिले चाहिँ हामी ठ्याक्कै माङसिङमा डाँडामा छु देख्न सक्नुहुन्छ भ्यू हामी जानुपर्छ यता अब चाहिँ होइन यहाँ पनि डुलिसक्यौँ अब चाहिँ हामी घर जानुपर्ने हुन्छ जाडो जाडो पनि लास्टै भइसक्यो नि त अनि अब चाहिँ रात पनि पर्न आँटिसक्यो जो घर पुग्दाखेरि रातै पर्छ होला सायद होइन अब के भन्नु त देख्न सक्नुहुन्छ यता साथीहरू पनि छ होइन केटाहरू फोटो खिचिरहेछ अनि पर घर छ अनि अर्को दुईजना साथीहरू चाहिँ अगाडि गइसक्यो यस्तै छ है मान्छे भ्यू टक्कै भइसक्यो होइन सयतिर चाहिँ लालीगुँरास सब फुलेको हुन्छ अहिले चाहिँ खासै फुलेको रहेनछ यिनीहरूतिर चाहिँ रातै हुन्छ क्या बनाइ दामी हुन्छ क्या त्यतिखेर चाहिँ नि अहिले चाहिँ खासै फुलेको रहेनछ पछि चाहिँ दामी हुन्छ यहाँतिर चाहिँ बवाल हुन्छ त्यति चाहिँ घुम्नु आउनु होला है त अनि यतातिर चाहिँ टक्कै यतातिर चाहिँ गुटहरू पनि छ क्या यो गुट हो थुप्रो गुटहरू चाहिँ रहेछ तर पहिला त त्यलिक रहेनछ अलिक रहेनछ गुटाहरू अनि नत्र चाहिँ यता धेरै अहिले चाहिँ किन त्यति साह्रो रहेनछ यस्तो दामी ठाउँहरू चाहिँ कहिले कहिले मात्रै घुम्न पाइन्छ क्या त्यही नै हो है त बाटो बाटो पनि सर्टकट देखाइहाल्छु यताको यो माङसिङको भिडियो यस्तै छ त्यो कारणले चाहिँ खासै नसुविधो रहेछ है त उफ बल्ल बल्ल आइपुग्यो हेरिदिउँ न त अब जानुपर्ने भनेको चाहिँ हिउँदो यो तल नै जानुपर्ने छ अब हामीलाई 2 घन्टा जति लाग्छ घुम्नलाई देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ होइन यहाँ आउँछ थाहा भएन नि त यो एकै मान्छेमा टर्किया छ होइन अब चाहिँ यहाँ फेरि खासै हावा भएर चाहिँ भिडियो बनाउनु पाइनँ अनि बल्ल बल्ल निस्किन्छ जङ्गल डुल्दै सर्लक्कै टक्कै बुढोहरूले नै यहाँ छ यहाँ चाहिँ देउता है त अब चाहिँ घर जानुपर्ने हुन्छ लाग्नुपर्ने हुन्छ आजको दिन हावै भयो अब यहाँ तल गएर चाहिँ टक्कै खाजा खान्छौँ हामी त्यस पछाडि चाहिँ अब घर जानुपर्ने हुन्छ है त कसको पप्पी हो त्यही नै हो अब चाहिँ हामी ओह्रालो लाग्न सुरु गरिसक्यौँ अघिसम्म त उकालो र तेर्सो हिँड्यौँ धेरै अब चाहिँ ओह्रालो हिँड्नुपर्ने हुन्छ है त हामी घर लगभग आइपुग्न लागिसक्यौँ भिड चाहिँ सकिसक्यो है त अहिले चाहिँ ठ्याक्कै हामी गाउँको छेउछाउ आइपुगिसक्यो है आजको दिन चाहिँ यस्तै भयो उस्तै भयो है ठिकै पनि भयो अहिले चाहिँ गलेर है लास्टै भइसक्यो नि त अब चाहिँ घर पुग्नुपर्ने हुन्छ घर पुग्न लाग्यौँ त्यही भएर आजको दिन चाहिँ ठिकै भयो त्यस्तो तर झोरी चाहिँ लास्टै डल्नु पऱ्यो के सोचेर गएको के भयो तर केही छैन होइन ठिकै त भइहाल्छ नि त त्यही नै हो अनि माथि डाँडाबाट आएको नि त अनि अरू त के भन्नु र भिडियो अन्तिमसम्म हजुर दिनुभयो भन्ने आश गरेको छु भिडियो मन पऱ्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै अर्को नेक्स्ट भिडियोमा फेरि भेटिने हाल्नेछु आजको लागि चाहिँ टाटा बाई बाई